नाम चाहिँ निर्वाचन तपाईँ चाहिँ कसरी आउनुभयो यता चाहिँ अब हामी सानैमा अब परदेशको परदेश अब यिनै कति साल बितिसक्यो उता नेपालदेखि चाहिँ कसरी आउनुभयो नेपालदेखि त आफ्नै गाउँको एउटा कान्छा बाउ पर्ने थियो तिनीहरूले अब यस्तै परदेशमा लागेर गएर कन्ट्याक्ट लिएर पेटी ठिका लिएर काम गर्दछ नि त लेबर लगाएर हो त्यस्तैहरूले ल्याएर हामीले धनकुटामा लगेर छोडिदियो धनकुटामा लगेर धनकुटा रोड भर्खर खुल्दै थियो त्यति बेला ए धनकुटा रोड भर्खर खोल्दै थियो भने चाहिँ धेरै वर्ष अगाडि रहेछ होइन ठ्याक्कै कुन ठाउँ भन्नुभयो ठेगाना चाहिँ तपाईँको गाउँ मेरो गाउँको नाम भोटेचौर 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 कुन जिल्ला ओखलढुङ्गा ओखलढुङ्गाको भोटेचौर त्यतिखेर गाविस के भन्थ्यो खै मलाई त थाहा छैन हामीले सानो बच्चा के थाहा पाउँछ होइन कति नम्बर गाविस वार्ड नम्बर के कसो पहिला त गाविस थियो नि थाहा छैन जस भोटेचौर भन्ने चाहिँ ठाउँको नाम अनि अब डिस्ट्रिक्ट थाना त अब ओखलढुङ्गा होइन अनि त्यति बेला चाहिँ तपाईँको परिवारलाई गाउँलेहरूले अब जस्तो भित्ता गरे पल्लो गरे माथिल्लो गरे भन्छन् नि त्यस्तै तपाईँहरूलाई चाहिँ के भनेर चिन्थे अब त्यो त आफ्नो